के छ त? ठिक छ के हुनु यस्तै हो फेवातालमा छौ फेवातालमा छौ है? कसो माहौल भइरहेछ? माहौल रमाइलो छ फेवातालको पानी फेवातालको पानी पोखराको पानी र एउटा लाउरेको गीत थियो नि के अरे त्यही हो छमछमी होइन त्यस्तै बुझ न पोखराको नानी र पानीको भर नहुने टाइप अब दुईचोटि पानी यहीँ पर्दै हेर खेल्दै अनि के हुँदैछ फुटबलको माहौल उल्टो हेर मैले त्यही भनेको थिएँ लास्टमा त त्यही नै भइरहेको नि त के अब तेरो साउथ अमेरिकन टिम्सले युरोपियन टिम्सलाई त धुल चटाइ नै राख होइन अब प्याराको एभरेज टिमले त अब धुल चटाइदियो जर्मनीलाई अब कोलम्बियाले नि पोर्चुगलले उडाएकै हो होइन के अरू स्पेनलाई पनि हानेकै हो एउटा अलिकति स्ट्रङ भनेको युरोपियन टिमबाट फ्रान्स हो अरू त कुनै पनि नजिकै छैन त्यसको मेरो विचारमा चाहिँ अब ठिक छ नर्वे पनि राम्रै छ अब उसले हिजो गेम पनि जित्यो होइन अब लास्ट मिनटमा गएर गोल हान्यो लगभग होइन 86 87 मा गएर त्यही हिसाबले पनि ठिकै छ अनि एउटा अप्सन चाहिँ मलाई के लाग्यो भन्दाखेरि यो वर्ल्ड कप राउन्ड 32 को जापानले गेम हार्यो नि त्यो जुन चाहिँ त्यो उनीहरूले हार्नुपर्ने गेम चाहिँ थिएन जस्तो लाग्यो अगाडि भन्न हामीले हेरेकै हो होइन योपालि बिगेस्ट अपसेट त हुनेवाला छ किनभने अब इङ्ल्यान्ड गयो अहिलेसम्म होइन के अरे इङ्ल्यान्डले जर्मनी गयो अनि अर्को एउटा कुन चाहिँ गयो अरे कहाँ नर्वे नि गयो नर्वे के अरे गएको नेदरल्यान्ड गएको नेदरल्यान्ड र ऊ गयो होइन मोरक्को भनेको थिएँ त मैले डार्क हर्सै हो कि यसपालिको के अरे नेदरल्यान्ड र जर्मनी उडे हेर होइन राउन्ड 32 पछि अब ब्राजिल पनि झन्डै होइन लगले बाँच्यो अनि जस्तै अब तिम्रो अर्को को चाहिँ जाला जस्तो लाग्छ भने मेरो विचारमा चाहिँ नि स्पेनको ताल हेर्दा स्पेन पनि जान्छ जस्तो लाग्छ मलाई स्पेनको कोसँग छ अरे स्पेनको को पो थियो यार यहाँ त मैले अब यहाँ म्याक्स्याक ल्याउने कुरा भएन हेर्नै पर्छ होइन अब त्यो यो अलिकति नयाँ कन्टेन्ट दिन खोजेको नयाँ कन्टेन्ट मात्र अरू खास चाहिँ केही त होइन अब कामको सिलसिलामा आयो ठिक बनाइदिउँ भनेर त दुई तिन दिन भएन नि त आएनौँ नि त हामी त्यो भएर हो तर जे होस् यसपालिको माहौल हेर्दा पनि 2022 नै दोहोरिने हो कि जस्तो चाहिँ देख्यो है तालबाराई माता यहीँ हुन्छ होइन त्यही भएर पोर्चुगलले जित्नुपर्छ माता हेर्नु यदि माताले अर्जेन्टिनाले जिताइदिनु भयो भने यहाँ र दर्शन चाहिँ गर्छौँ होइन तर यस्तो हो रिजल्ट जुठो पऱ्यो भने त तिमी आउँदैनौ छन् नि त ठिक्क परेर बस्यो ठिक छ जित्यो भने पछि आउँला नि के भएर तर जो पोर्चुगलले जितोस् भने चाहिँ म भोलि नै कामना गरेर चाहिँ जान्छु तर अनि अर्को ब्राजिल भयो नि होइन ब्राजिल त खुलित खाप भन्ने कि के एउटा वर्ड हुन्छ नि खुलित ब्राजिल त खुलित छैन तर अब भन्न सकिन्न म्याजिक ब्याग हुन्छ कि हुँदैन म्याजिक ब्याग हुँदैन अस्ति त भएन अस्ति चाहिँ रियल माड्रिड पारामै खेलाइदियो कार्लोले होइन तर पनि अब मेरो विचारमा चाहिँ अब जस्तै के अरे पोर्चुगलले गाह्रो ब्राकेट्स पर्यो रे यहाँ रे उयो होइन पोर्चुगललाई उता गाह्रो ब्राकेट्स परेको छैन कि किन भन्नुपर्दा किनभन्दाखेरि अफ्रिकन र के अरे साउथ अमेरिकनसँग उसले सक्दैन होइन युरोपियनलाई प्राय गाह्रो नै हुन्छ है अब अर्को कुरा के भन्दाखेरि अहिलेसम्मको हिस्ट्री हेर्ने भने क्रोएसिया र उसको के अरे पोर्चुगलको म्याच अहिलेसम्म 5 चोटि पर्यो 5 चोटिमा पोर्चुगलले 3 चोटि जितेको छ एकचोटि ड्र गरेको छ एकचोटि तिम्रो हारेको छ होइन 2024 मा पनि तिम्रो 2-1 भागै हो होइन त्यो आधार मान्यो भने गाह्रो होइन उनीहरूको टिम गाह्रो हो होइन त्यो कारणले त्यो हामीले चाहिँ बुझ्नुपर्छ तर अब उफ्रिराखौँ म एज अ पोर्चुगल फ्यान भएर त म यो बोलिरहेको छु भने उफ्रिनेहरूलाई त उफ्रिनु दिउँ होइन यसो हुन्छ फ्यान बेस पनि पोजिटिभ फ्यान बेस र नेगेटिभ फ्यान बेस पनि कुनै जमाना त पनि नेगेटिभ फ्यान बेस थियो होइन म पनि नेगेटिभ फ्यान बेस थिएँ तर अहिलेको भनेको चाहिँ हामी अब पोजिटिभ फ्यान बेसमा गइसकेका छौँ होइन अब त्यो हिसाबले हेर्ने हो भने ल पोर्चुगल डिजर्भिङ त छैन कि छैन 100% भए पनि यो जुन टिम छ नि यो त छैन अब टिम क्लब बेसिसमा हेर्ने हो भने यो टिम जतिको फेरि बबाल कोही छ त अर्जेन्टिनाको नि कति प्लेयर त सुनेका पनि छैनन् होला मान्छेले त्यो हाइपमा सुनेको नि त छैन नि उनीहरूले पनि अब अर्जेन्टिनाको जर्सी लगाएपछि काँडा के रगत उम्लियो काँडा के देवी माता चण्डी त हो नि फ्रान्सलाई
ऊ चढे जस्तो के अरे झाँक्री चढे जस्तो अस्ट्रेलिया पनि हुने त्यही हो लाग्छ भाइ फ्रान्स भर्छ अर्जेन्टिना अनि भर्छ अस्ति उसले के अरे जुजु म्याजिक वाला के अरे त्यो घानाको झाँक्री ब्राजिलले हार्छ भनेको हेर न अनि अब पोर्चुगलले वर्ल्ड कप जित्छ भनिरहेको छ अनि के काबो भर्दैछ के अरे उनले अर्जेन्टिनाले हार्छ भन्दैछ होइन पैसा पर्दैन जे बोले नि भाइहाल्यो होइन होइन ह्यारिकेन रोक्यो भन्दा पो सबै रोक्छ भन्ने कुरा होइन अर्जेन्टिना चाहिँ रोक्छ कि जस्तो लाग्छ मलाई कहाँ रोक्छ कस्ता कस्ता कहाँकै मुसा छोरा दरबार कस्ता होइन कस्ता कस्ता कहाँकै मुसा छोरा दरबार भनेको छ अब पोर्चुगलको अब हेरौँ अब रोबर्टो मार्टिनेजले भने अनुसार चाहिँ उसले के भन्दैछ भने अलिकति टिमहरू चेन्ज गराउँछु भन्ने यस्तो कुराहरू त गर्दैछ उसले होइन तर सबै टिम त देखेकै छौँ त होइन दुई तिनवटा त पहिलाकै ल्याउने नै होला खेलाउने नै होला सबै त चेन्ज गर्दैन होला पक्कै पनि होइन अनि हेर्दैछौँ गर्दैछौँ होइन आज कसको साँच्ची आज एउटा छ इङ्ल्यान्ड र घानाको छ अनि अर्को तेरो कसको थियो अघि त हेरेको थिएँ मैले यादै गरिदिएको दिमागमा आएन कि पेटमा आयो मुखमा आएन ठिक छ अब त्यो आज माहौल पनि यस्तै छ गेम छ पक्क मलाई याद आयो बिर्सी एउटा इङ्ल्यान्डको गेम छ मलाई थाहा छ अर्को युएसए र बोस्नियाको छ अर्को बेल्जियम र सेनेगलको छ कसको बेल्जियम र सेनेगल बेल्जियम र सेनेगल ठिक छ आजको म्याच मेक्सिकोले जित्यो होइन जित्यो 2-0 जित्यो 2-0 जित्यो मेक्सिको त इजिली गयो अनि ऊ अब फ्रान्सको त कुरै नगरौँ एम्बापेले अर्जेन्टिना के मेस्सीको रेकर्ड तोड्ने नै भइगयो तोड्छ ढुक्कै तोड्छ यो पालि नतोडेन अर्को पालि त्यही पनि हेरौँ बाँकी नै छ होइन बाँकी नै छ अब जे होस् मजा चाहिँ मजा आइरहेको तर त्यो जित्नै आएको भनेर दुईटा टिम फिक्स भइरहेको छन् होइन त्यो बाहेक अरू भने चाहिँ एउटा नर्वे देखाएको छु मैले अर्को कोलम्बिया देखाएको छु ल एउटा हङ्गर बोकेर आएको हुन्छ नि एउटा रिस आगो ताप के हुन्छ नि बोकेर आएको टिम अरू त खासै छैन तर आजको माहौल यसो इन्जोय गरौँ ल आजलाई यतै स्थगित गरिदिउँ अब यतै स्थगित गरिदिउँ